प्रश्नहरु ल्याएको छु र त्यसको उत्तरहरु पनि। नम्बर 1 मा छ आफ्नो विचार सोचाइ स्पष्टसँग व्यक्त गर्ने तथा प्रस्तुत गर्ने सिप जीवनोपयोगी सिपको कुन पक्ष अन्तर्गत पर्छ? त्यसको एन्सर के हुन्छ? अन्तर्व्यक्ति सञ्चार सिप। के हुन्छ? अन्तर्व्यक्ति सञ्चार सिप। अर्को प्रश्न छ दोस्रो प्रश्न, नेपालमा कुन योजनादेखि महिला विकास जोड दिन सुरु गरेको? नेपालमा कुन योजनादेखि महिला विकास जोड दिन सुरु गरिएको? छैटौं। 3 नम्बर प्रश्न छ सिकाइ के हो? सिकाइ के हो? सिकाइ भनेको व्यवहारको अस्थायी परिवर्तन हो। 4 नम्बरको प्रश्न छ एउटा सानो बालकलाई नमस्कार गर्न सिकियो। यही सिकाइको आधारमा उसले सबैलाई नमस्कार गर्न सिकियो भने सिकाइको भाषामा यसलाई के भनिन्छ? सिकाइको समानीकरण। के भनिन्छ? सिकाइको समानीकरण। 5 नम्बरको प्रश्न छ सिकाइमा विभिन्न सिद्धान्तहरूमध्ये कुन रूपमा अभ्यासमा आधारित सिद्धान्त कुन हो? सिकाइका विभिन्न सिद्धान्तहरूमध्ये पूर्ण रूपमा अभ्यासमा आधारित सिद्धान्त कुन हो? त्यसको एन्सर हुन्छ प्रयत्न र भुलको सिद्धान्त। अर्को प्रश्न छ समुदायको विशेषताभित्र कुन पर्दछ? समुदायको विशेषताभित्र कुन पर्दछ? त भौगोलिक क्षेत्र चाहिँ के पर्छ? भौगोलिक क्षेत्र। अब अर्को प्रश्न छ तपाईहरु अडियो क्लिपले मजाले सुन्नु, गाना जसरी सुन्नुहुन्छ त्यस्तै तरिकाले सुन्नु, मजाले याद भइहाल्छ। केही धेरै रट्नु पनि पर्दैन। इयरफोन लगाउनु, ब्लुटुथ लगाउनु, कानमा घुम्दै फिर्दै काम गर्दै गर्दै तपाईहरु पुरै मजाले तयारी गर्न सक्नुहुन्छ, पढ्न सक्नुहुन्छ। धेरै इम्पोर्टेन्ट क्वेशन छ। अर्को प्रश्न छ विद्यालय सुधार योजनाको सुरुवात परीक्षणका रूपमा कहिलेदेखि गरिएको? के विद्यालय सुधार योजनाको सुरुवात परीक्षणका रूपमा कहिलेदेखि गरिएको? त यो 56 र 57 देखि 2056 र 57 देखि। अर्को प्रश्न छ नेपालमा कुन घटनाबाट विकासका लागि गैर सरकारी क्षेत्रको संस्थागत विकासको थालनी भएको मानिन्छ? नेपालमा कुन घटनाबाट विकासका लागि गैर सरकारी क्षेत्रको संस्थागत विकासको थालनी भएको मानिन्छ? त्यसको एन्सर के हुन्छ? विक्रम सम्वत 1990 को माध्यधेनु चरखा प्रचारक गुठीको स्थापनाबाट। के विक्रम सम्वत 1990 को कामधेनु चरखा प्रचारक गुठीको स्थापनाबाट। अब अर्को प्रश्न छ शिक्षक बन्न चाहनेलाई दिने तालिमलाई के भनिन्छ? यसको एन्सर हुन्छ पूर्ण सेवाकालीन शिक्षक तालिम। अर्को प्रश्न छ शिक्षक तालिम केन्द्र देहागमध्ये कुन ठाउँमा रहेको छ? शिक्षक तालिम केन्द्र कुन ठाउँमा रहेको छ? कुन ठाउँमा छ शिक्षक तालिम केन्द्र? तनहुँ। कुन ठाउँमा छ? तनहुँ। अर्को प्रश्न छ प्रमाणीकरण शिक्षक तालिमको कोर्स कसले तयार गर्दछन्? जुन प्रमाणीकरण शिक्षक तालिमको कोर्स हुन्छ त्यो कसले तयार गरेको हुन्छ? थाहा छ? शिक्षक तथा मानव स्रोत विकास केन्द्रले। कसले? शिक्षक तथा मानव स्रोत विकास केन्द्रले। अर्को प्रश्न छ 4 पिलर अफ एजुकेसन कसको अवधारणा हो? 4 पिलर अफ एजुकेसन कसको अवधारणा हो? यो क्वेशन अगाडि पनि भनेको थियो। शिक्षाको 4 स्तम्भ कसको अवधारणा हो? त्यही हो इंग्लिशमा 4 पिलर अफ एजुकेसन कसको अवधारणा हो? यस्तो पनि झुक्याएर क्वेशन आउन सक्छ दोस्त फ्रेन्डहरु। 4 पिलर अफ एजुकेसन कसको अवधारणा हो? युनेस्को। अब अर्को प्रश्न छ विद्यालयको कार्य सम्पादक परीक्षण गर्ने कार्यको सुरुवात कहिलेदेखि भएको? विद्यालयको कार्य सम्पादन शिक्षण गर्ने कार्यको सुरुवात कहिलेदेखि भएको? त 2078 देखि। कहिलेदेखि?
2068 देखि। जतिखेर हाम्रो देश के थियो, हिन्दू राष्ट्र देश थियो त्यतिखेरदेखि नै। अहिले त धर्मनिरपेक्ष राष्ट्र गरिदियो, अब फेरि हुन्छ हिन्दू राष्ट्र हुन्छ। अब अर्को प्रश्न छ, सन् 1990 मा शैक्षिक गुणस्तरीय परीक्षण केन्द्रले गरेको कक्षा 10 को विद्यार्थीको राष्ट्रिय स्तरमा सिकाइ उपलब्धि परीक्षणमा नेपाली विषयमा सबैभन्दा बढी उपलब्धि स्तर कुन प्रदेशको रहेको छ? बुझ्नुभयो प्रश्न? सन् 2019 मा शैक्षिक गुणस्तरीय परीक्षण केन्द्रले गरेको कक्षा 10 को विद्यार्थीको राष्ट्रिय स्तरमा सिकाइ उपलब्धि परीक्षणमा नेपाली विषयमा सबभन्दा बढी उपलब्धि स्तर कुन प्रदेशको रहेको छ? त्यसको राइट एन्सर हुन्छ के? गण्डकी। अर्को प्रश्न छ, केन्द्रित विद्यालय शासनको फाइदादायक मध्ये कुन हो? केन्द्रित विद्यालय शासनको फाइदा कुन हो? त्यसको एन्सर हुन्छ स्रोतको पर्याप्त प्रभाव। अर्को प्रश्न छ, एउटा कार्यालयबाट अर्को कार्यालय पत्राचार गर्दा गर्ने नियमित तथा व्यवस्थित अभिलेख के हो? यसको एन्सर के हुन्छ? चलानी। के हुन्छ? चलानी। अर्को प्रश्न छ, नेपालमा क्षतिपूर्ति सहितको नागरिक वाडापत्रको अभ्यासको थालनी कहिलेदेखि भएको हो? कहिलेदेखि भएको हो? यसको राइट एन्सर हुन्छ विक्रम सम्वत 2069 देखि। विक्रम सम्वत 2069 देखि। अर्को प्रश्न छ, गुनासो सम्बोधन तथा व्यवस्थापन कार्यविधि 2072 अनुसार कार्यालयमा प्राप्त गर्न सक्नलाई कति वर्गमा वर्गीकरण गरिएको छ? यसको राइट एन्सर हुन्छ 12 वर्गमा। अर्को प्रश्न छ, विद्यार्थीलाई कक्षा क्रियाकलापमा स्वयं अनुशासित बनाउन कुन कार्य उपयुक्त हुन्छ? विद्यार्थीलाई कक्षा क्रियाकलापमा स्वयं अनुशासित बनाउन कुन कार्य उपयुक्त हुन्छ? यसको एन्सर के हुन्छ? विद्यार्थीबाटै आचार संहिता निर्माण र कार्यान्वयन। विद्यार्थीबाटै आचार संहिता निर्माण र कार्यान्वयन। अर्को प्रश्न छ, शैक्षिक सामग्रीको प्रयोग नगर्दा के हुन्छ? यसको राइट एन्सर के हुन्छ? शिक्षण सिकाइ निरस भइहाल्छ। अर्को प्रश्न छ, कक्षा कोठामा सोध्ने प्रश्न कस्ता हुनु पर्यो? त्यसको राइट एन्सर के हुन्छ? सान्दर्भिक एवं विद्यार्थीको स्तरीय र रुचि अनुरूपका नियन्त्रण हुनु पर्यो। अर्को प्रश्न छ, शिक्षकले सहयोग गर्नुपर्ने विद्यार्थी समूह पहिचान गरी सो अनुरूप शिक्षण गर्ने शैक्षणिक संगठन कुन हो? यसको राइट एन्सर हुन्छ वर्ग शिक्षण। के हुन्छ? वर्ग शिक्षण। अर्को प्रश्न छ, माध्यमिक शिक्षा पाठ्यक्रम 2078 कक्षा 9 र 10 को विशेषता कुन हो? कार्यघण्टा र पाठ्यघण्टामा आधारित। के हुन्छ? कार्यघण्टा र पाठ्यघण्टामा आधारित। अर्को प्रश्न छ, पाठ्यक्रम र पाठ्यपुस्तकका क्रममा या सम्बन्धमा कुन भनाइ बढी सान्दर्भिक हुन्छ? त्यसको राइट एन्सर के हुन्छ? शिक्षण सिकाइ सन्दर्भमा पाठ्यक्रमभन्दा पाठ्यपुस्तक बढी उपयोगी मानिन्छ। अर्को प्रश्न छ, राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 ले शिक्षण सिकाइमा विषय माध्यमका रूपमा कुन भाषिक नीति अवलोकन गर्ने उल्लेख गरिएको छ? यसको राइट एन्सर के हुन्छ? त्रैभाषिक के
त्रैभाषिक। अर्को प्रश्न छ स्थानीय पाठ्यक्रमको रूपमा मातृभाषाको छनौट गर्दा कुन कुरालाई ध्यान दिनुपर्छ? त्यसको राइट एन्सर के हुन्छ? बहुसंख्यक विद्यार्थीले बोल्ने भाषा। अर्को प्रश्न छ कुन तरिकाबाट सिकेको सिकाइ बढी प्रभावकारी मानिन्छ? कुन तरिकाबाट सिकिएको सिकाइ बढी प्रभावकारी मानिन्छ? गरेर सिक्ने। यसको राइट एन्सर के हुन्छ? गरेर सिक्ने। अर्को प्रश्न छ शिक्षकहरूका लागि कार्यविभाजन गर्ने योजना कुन हो? यसको राइट एन्सर के हुन्छ? साप्ताहिक एवं दैनिक कार्यतालिका। के? साप्ताहिक एवं दैनिक कार्यतालिका। अर्को प्रश्न छ प्राचीन समयमा कसले समालोचनात्मक चिन्तनलाई शिक्षण तालिमको प्रमुख विधिको रूपमा लिएको थिए? यसको राइट एन्सर के हुन्छ? सुकरात। के हुन्छ? सुकरात। अर्को प्रश्न छ उपचारात्मक विधि कस्तो अवस्थामा प्रयोग गरिन्छ? त्यसको राइट एन्सर के हुन्छ? आत्मविश्वासको कमी भएका सिकाइका लागि। अर्को प्रश्न छ सिकाइको परिमाणीकरण र गुणात्मक लेखाजोखाको साथै मूल्य निर्धारण गर्ने कार्य कुन हो? यसको एन्सर हुन्छ मूल्याङ्कन। अर्को प्रश्न छ अन्तिम परीक्षा कुन प्रकारको मूल्याङ्कन हो? यसको राइट एन्सर हुन्छ निर्णयात्मक मूल्याङ्कन। अर्को प्रश्न छ विद्यार्थीको योग्यता र रुचि र आवश्यकता पत्ता लगाउन प्रयोग हुने परीक्षा कुन हो? यसको राइट एन्सर के हुन्छ? शिक्षक निर्मित परीक्षा होइन, वस्तुगत परीक्षा। विद्यार्थीको योग्यता रुचि र आवश्यकता पत्ता लगाउन प्रयोग हुने परीक्षा कुन हो? वस्तुगत परीक्षा। अर्को प्रश्न छ माध्यमिक पाठ्यक्रम 2078 ले कक्षा 9-10 मा आन्तरिक मूल्याङ्कन अन्तर्गत कति अङ्कभारको प्रयोगात्मक परियोजना कार्य लिने व्यवस्था गरिएको छ? त 16 अङ्कभारको। अर्को प्रश्न छ लेटर ग्रेडिङ निर्देशिका 2078 अनुसार 70 र 100 भन्दा माथि 80 भन्दा कम उपलब्धिलाई कसरी व्याख्या गरिएको छ? यसको के हुन्छ? उत्कृष्ट। के हुन्छ? उत्कृष्ट। अर्को प्रश्न छ अनुसन्धानमा कस्तो तथ्याङ्कको प्रयोग गरिन्छ? अनुसन्धानमा कस्तो तथ्याङ्कको प्रयोग गरिन्छ? त यसको राइट एन्सर के हुन्छ? परिमाणात्मक गुणात्मक। अर्को प्रश्न छ चक्रीय स्वरूपमा गरिने अनुसन्धान कुन हो? यसको राइट के एन्सर हुन्छ? कार्यमूलक अनुसन्धान। अर्को प्रश्न छ अध्ययन गर्ने सिकाइको महत्त्वपूर्ण पक्षमा गरिरह पूर्ण तस्बिर उतार्ने के भएको छ र किन यस्तो भएको छ भन्ने प्रश्नको गुणात्मक कथन व्यवस्थापन गर्ने कार्य के हो? फेरि क्वेसन सम्झिहालौँ। अध्ययन गर्ने सिकाइको महत्त्वपूर्ण पक्षमा गरिरहेर पूर्ण तस्बिर उतार्दै के भनेको छ र किन यस्तो भइरहेको छ भन्ने प्रश्नहरूको गुणात्मक कथन वा व्यवस्थापन गर्ने कार्य के हो? यसको राइट एन्सर के हुन्छ? कार्यमूलक अनुसन्धान। के हुन्छ? कार्यमूलक अनुसन्धान। र यसको अर्को पनि एन्सर हुन्छ घटना अध्ययन। के हुन्छ? घटना अध्ययन। अर्को प्रश्न छ विपन्न लक्षित छात्रवृत्तिका लागि गरिने पिएमटी फारम कति कक्षाका विद्यार्थीहरूलाई भराइन्छ? त्यसको राइट एन्सर के हुन्छ? कक्षा 8 देखि 10 सम्मका।